नमस्कार, लोकसभा तयारीको अनलाइन क्लासमा सम्पूर्ण साथीहरूलाई स्वागत छ। आज मेरो यो भिडियोमा कुन महादेशमा के छैन भन्ने विषयमा चर्चा गर्छौं। हाम्रो छ मरुभूमि नभएको महादेश कुन हो भनेर बुझ्दाखेरि युरोप हो भनेर बुझ्नुपर्छ। अर्को कुरा भूपरिवेष्टित देश नभएको महादेश कुन हो भनेर बुझ्दाखेरि हामीले उत्तर अमेरिका हो भनेर बुझ्नुपर्छ। अर्को अति कम विकसित राष्ट्र नभएको महादेश, अति कम विकसित राष्ट्र नभएको महादेश भनेर बुझ्दाखेरि दक्षिण अमेरिका हो भनेर बुझ्नुपर्छ। दक्षिण अमेरिकामा अति कम विकसित राष्ट्र छैन भनेर। अर्को देश र मानिसको बसोबास नभएको महादेश अन्टार्कटिका हो है। अन्टार्कटिका हो जसमा मानिस र कुनै देश छैन। र ज्वालामुखी नभएको महादेश बुझ्दाखेरि हामीले अस्ट्रेलियालाई बुझ्नु पर्छ है। यस्तै फर्मेटिभ भिडियोको लागि पेजलाई लाइक, फलो र शेयर गर्नु होला। फेरि हामी अर्को भिडियोमा भेटौँला।